यो खनारको सुनसरी खनार बजार भन्दा अलिकति अगाडि शारदा स्कुलभन्दा अलिकति पछाडि हैन। हजुरले चिन्नु होला यो कहाँनेरि हो भन्नु त एक्ज्याक्टली भनिदिनु होला ल। कमेन्ट गर्नु होला खनासवासीहरूले आफ्नो ठाउँ चिन्नुहुन्छ होला हैन। सही सट्ट हेर्दै यता यो हाम्रो खनार बजारको अलिकति अगाडि भोलि ब्लग खनार बजारको आउँछ हैन। प्रतीक्षा गर्नु होला मेरो न्यू ब्लगलाई। सबैले सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला हैन। ठिक छ। अब नयाँ नयाँ ब्लग हजुरहरूले चाहिन्छ भने मलाई कमेन्ट पनि गरिदिनु होला। यो फलाना ठाउँको भोलि मन्दिरको बनाइदिन्छु म, मन्दिर सन्दिर अनि यता तपाईँको के भन्छ नहरहरूको यता सबै क्याफेहरूको बनाउँछु। पूर्वाचल क्याफेहरू छ नि उसमा गाडी आउँदैछ पुरा रफ्तारमा आयो 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 गयो ल। ठिक छ हैन। यस्तै हो। म पनि नयाँ नयाँ स्टार्टिङ गर्दैछु हैन। हजुरले मन पराइदिनु भयो, सबै त गरिदिनु भयो भने फलाना ठाउँमा जानु भन्नु गोलो पनि ब्याङ्गु यहाँनिर छ अगाडि खनारको। ठिक छ। अब यस्तै छ। आज चाहिँ म चाहिँ रैला भएर बसिरहेको छु हैन। यो सवारी आउँदैछ गयो। यस्तै छ हैन। अब खनारमा हाम्रो अहिले रातिको यो 8-9 बज्यो, 10 बज्न आँट्यो। रोड सुनसान छ। भोलि चट्टसँगले चाहिँ बिहान चाहिँ एकचोटि भ्लग बनाइदिएर टक्क हालिदिन्छु। हजुरले मन पराइदिनु होला, माया गरिदिनु होला। ठिक छ। उहाँ पनि एउटा बहिनीले कुकुर बोकेर कुदिरहेको छु हो बाबा। हो कुकुर बोकेर गइरहेको छ। अब यस्तै हो। नयाँ रमाइलो नयाँ राम्रो बाइक आउँदैछ। अब चेक जाँच गरिदिउँ कि क्या हो रोकेर। तर स्पिडमा छ हैन, रोक्न मिल्दैन। अब गाइजहरू यता चाहिँ भरे शारदा स्कुल भयो, यता चाहिँ विराटनगर जाने बाटो भयो हैन। यता चाहिँ सट्टसँग घुमेर यता चाहिँ इटरी भयो। अब झुम्का इनरुवा अगडम बगडम काठमाडौँ धरान यस्तो हो। ठिक छ। मेरो भिडियो चाहिँ पछि देखाउँला ल गाइजहरू। मेरो अनुहार चाहिँ पछि देखाउँला। अहिले चाहिँ बुझिरहनु न, तर लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला प्लिज। खनार बजार सुनसरीलाई भाइरल बनाउनुपर्छ हामीले। ठिक छ। खनार बजारलाई हामीले भाइरल बनाउनुपर्छ। हाम्रो रोड हाम्रो विकास हुने ठाउँ जहाँ विकास भएको छैन त्यहाँ पनि म गएर भिडियो बनाएर हजुरहरूलाई अपडेट गर्छु। त्यो कुरो म मेयरसम्म गएरसम्म म प्रश्न गर्छु यो ठाउँमा किन यस्तो भयो, त्योसम्म म गर्छु। हजुरसँग म वचन भयो मेरो। तर हजुरहरूले मलाई सपोर्ट गर्नु पर्यो हैन। मैले पनि अब रोजीरोटी पाल्नुपर्छ हैन। गाइज बाई बाई। यो खनारको सुनसरी खनार